चुनाव नजिकै जाँदा केपी ओलीको भाषण झन आक्रामक हुँदै जाँदैछ। आफू हारतर्फ जाँदैछु भन्ने संकेत पाएपछि जनताको विश्वास जित्ने काम गर्नुको सट्टा धम्की र आरोपको भाषा प्रयोग गर्न थालेका छन्। केपी ओलीले हाम्रो सरकार बनेन भने निर्वाचन मान्दैनौ भन्दैछन्। यो भनाइ कुनै सामान्य राजनीतिक टिप्पणी होइन, यो लोकतन्त्रलाई एउटा शासकको धम्की हो। चुनाव जित्दा मात्र स्वीकार गर्ने र हार्दा अस्वीकार गर्ने मानसिकता लिडरसिप होइन, सत्ताको लालच हो। यसै क्रममा केपी ओलीले बालेन शाह र रवि लामी छानेलाई टार्गेट गर्दै भिजन र योजना नभएको बतासेको अन्डा भनेर टिप्पणी गर्दैछन्। तर भिजन र योजना के हो भन्ने कुरा नयाँ दललाई होइन, 3 पटक प्रधानमन्त्री बनेका केपी ओलीलाई सोध्नुपर्छ। दशकौं समय सत्ता र पावरमा हुँदा देशको विकास कहाँ पुग्यो? युवालाई देशमै रोजगारी दिने प्लान कहाँ पुग्यो? शिक्षा र स्वास्थ्यमा कतिको विकास भयो? भ्रष्टाचार किन घटेन? किन जन संस्थागत हुँदै गयो? र देशको आर्थिक स्थिति कहाँ पुग्यो भन्ने प्रश्नहरू नयाँ दललाई भन्दा पनि सत्ता समातेर बसेका पुराना दललाई सोध्नुपर्छ। रेल, पानी जहाज र समृद्धिको भाषण धेरै सुन्न पाइयो, तर काम हेर्न पाइएन। ती सबै कुरा कागज र मञ्चमै सीमित भए। वास्तविक जीवनमा जनताले न रोजगारी पाए, न सुशासन महसुस गरे, न त भविष्यप्रति भरोसा गर्न सिके। काम गर्न नसक्दा प्रश्न सोध्नेलाई सामाजिक सञ्जालमा ब्लक गरिँदैछ र उत्तर दिनुपर्ने ठाउँमा राष्ट्रवाद र गालीलाई ढाल बनाइँदैछ।